प्रधानमन्त्री बालेन्द्र शाहको प्रधानमन्त्री पदबाट राजीनामा, बालेन्द्र शाह चाहिँ अब प्रधानमन्त्री रहेनन् भन्ने कुरा पनि सुन्न छिट्टै पाइन्छ जस्तो छ। अब चाहिँ खासै उम्मिद, विश्वास, आशा, भरोसा केही रहेन। गृहमन्त्रीले पनि राजीनामा दिइहाल्नु भएको छ। अब कुन दिन झोलेहरूले यस्तो चाल चल्छन्, यस्तो मिडिया ट्रायल गर्छन् कि प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि राजीनामा दिन बाध्य बनाउँछन् क्या यिनीहरूले। हेर्दै जानुहोस् है, यिनीहरूलाई विकास चाहिएको छैन नि। झोलेहरूलाई यो विद्यार्थी सङ्गठन खारेज गर्ने, शिक्षकहरूको सङ्गठन खारेज गर्ने भनेको बेलादेखि त यिनीहरूलाई त निन्द्रा सिन्द्रा केही पनि लागेको छैन। राम त्यति राम्रो काम गरेको जुन ती पुरानाले 35-36 वर्षमा गर्न सकेनन्, सुदन गुरुङले यो 15-20 दिनमा गरेका थिए ती कामहरू। अनि हेर्नु त कसरी चाहिँ खुट्टा तान्ने, कसरी यिनीहरूलाई ब्याक गराउने, यो राजनीतिक भनेको कति घटिया, कति घिनलाग्दो हुँदो रहेछ भन्ने कुरो हामीले पनि बल्ल सिक्दैछौँ, देख्दैछौँ। त्यो एउटा इन्फ्लुएन्सर निशान मैनालीलाई कसरी फसाइरहेका छन्, उसले समर्थन गरिरहेको छ भनेर। अनि सुदन गुरुङलाई राजीनामा दिन कति बाध्य गराए हेर्नुहोस् त। तपाईँ हामीलाई विश्वास लाग्यो तँ मुला जेन्जी भन्नेहरू को हुन्? तँ मजिद अन्सारी, तँ रक्षा बम, झोलिनीहरू त मुला 2-4वटा झारपातेहरूले गर्दा पनि हेर्नु त गृहमन्त्रीले राजीनामा दिन बाध्य पार्दा रहेछन्। मिडिया ट्रायल अनि झोलेहरू उभ्याउनु पर्दो रहेछ। असम्भव त केही रहेछ त नि। गाह्रो त राम्रो मान्छेलाई पो हुँदो रहेछ त। नराम्रोलाई त न लाज हुन्छ, न शरम हुन्छ, न केही हुन्छ। उनीहरूलाई त नेपाल बनोस् बिग्रियोस् के मतलब छ? उनीहरूलाई त आफूले बसी चिर्रिनु परेको छ, पैसा आउनु परेको छ। पार्टीले उफ्री भन्दा त्यो हुन्छ नि, कुकुरलाई हड्डी दिँदाखेरि भुक्दै आउने कुदेर। हिजोआज त कुकुर पनि त्यसरी आउँदैन जसरी यिनीहरू यो झोलेहरू लागेका छन्। राम अति भयो क्या, अति भयो। यस्तो राम्रो काम गरिरहेको थिए, इतिहासले याद गर्नुपर्ने हो। विदेशमा चर्चा छ नेपालको सरकारको अहिलेको। अनि यो झोलेहरूले चाहिँ हेर्नु त हामी पनि नेपाली हो, हामीलाई त आपत्ति छैन त। हामीले पनि थाहा पाउँथ्यौँ होला नि त नि। हामीले त थाहा पायौँ न त नि उनीहरूले नराम्रो गरेको भन्ने कुरो उनीहरूलाई नै थाहा हुन्छ। मिडिया ट्रायल यो पत्रकारहरूको पनि सङ्गठन जति पनि छ नि झोलेहरूको, यो पत्रकारहरूको सङ्गठन पनि खारेज गराउनु पर्ने क्या। झोलेहरूको पनि अस्तिदेखि विज्ञापन दिन नपाउने भनेपछि काहीँ नभएर काउसो लागेको छ। झोलेहरूले पनि अब त लुटी खान पाउँदैनन् नि त नि। विज्ञापनको नाममा देशको ढुकुटी रित्याउन पाउँदैनन् नि त नि। अब यो झोले पत्रकारहरूको पनि सङ्गठन खारेज गर्नुपर्ने। सङ्गठनको पनि पत्रकार हुन्छ। उल्का लागिसक्यो, मलाई उल्का लागिसक्यो प्रभु, उल्का लागिसक्यो यो देख्दाखेरि त। यिनीहरू मात्रै नेपालमा छन् जस्तो। झोलेहरूकै जित हुन थाल्यो त। तपाईँ हामी